डाइरेक्ट शुक्रबार नसुते शुक्रबारको रातिको 12 बजे पछाडि। गुड मर्निङ, हेलो एभ्रिवान, दर्शन नमस्ते, वेलकम टु न्यू ब्लग, न्यू भिडियोमा चाहिँ स्वागत छ। यो म पनि सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। अनि यति बेला चाहिँ म लेक साइडमा हिँडिरहेको छु, तर बिहानमा चाहिँ एकदम रमाइलो हुने रहेछ, त्यस खुसी लाग्यो। तर सोचे जस्तो चाहिँ छैन एकदम। सबैजनाले सब्सक्राइब गरिदिनु ल, डिम्पल ब्लग। त्यही हो, अब मेहनत गर्दैछु, सबैजनाको माया साथ सपोर्टको चाहिँ खाँचो छ है त गाइस। लेक साइड। अनि यति बेला चाहिँ म काम सकेर अनि अर्को पसलमा हिँडिरहेको छु। अनि यता चाहिँ एकदम भागेर हिँडिरहेको छ, गाह्रो छ। राति काम गर्ने नकम त गाह्रो छ यार। कति बेला बाटोमा के हुन्छ भन्ने थाहै छैन, ठेगान छैन, भरोसा छैन। बाप धेरै गाह्रो छ। हेलो हेलो, हाम्रो दाईहरू चाहिँ ट्याक्क रमाइलो भइरहेछ नि दाई। कहाँदेखि आउनुभयो? काठमाडौँ हो। हजुर, युट्युबमा के हो नाम? डिम्पल ब्लग तिर्बल सेभेन। डिम्पल स्पेलिङ DIMPL। लगाइ सब्सक्राइब गरिदिनु पर्यो, लाइक गरिदिनु पर्यो। भाइरल हुन्छ, मेरो मुखदेखि कि भाइरल हुन्छ नि? दाई चाहिँ एकदम भाइरलमा अरू बेला कति भ्युज आउँछ? छैन नि दाई, मैले भर्खरै स्टार्ट गरेँ। यो भइहाल्छ, सबैको स्टार्टमा कति भ्युज आउँछ? 400 500। ल मेरो भ्याएपछि 1000 भ्युज आयो। दाईको आशीर्वाद चाहिँ ट्याक्क मेरो यहाँ लागोस् है। ल थ्याङ्क यू दाई। ल राम्रोसँग सेफ राइड। दाईको आशीर्वाद चाहिँ ट्याक्क मेरो यहाँ चाहिँ लगाइदिनु पऱ्यो है सबैजनाले। अनि गाह्रो छ नि, रातिमा हिँड्न कम्ता गाह्रो छ होइन। खै त गिलासमा ट्याक्क दाइले चाहिँ दारू खाँदै हुनुहुन्छ। दाइ चाहिँ यता बसिराख्नु भएको छ। अनि म चाहिँ यहाँ बिचमा अलपत्र परिरहेको छु। गाह्रो छ। 12 बजे पछाडि के बार हुन्छ अरे? शुक्रबार। अनि आज मङ्गलबार होइन र? ए गाइस, बुधबारको राति 12 बजे पछाडि शुक्रबार हुन्छ। होइन होला, के हो? के बार हुन्छ अरे? बिहिबार। हाम्रो चाहिँ ट्याक्क बुधबारको रातिको 12 बजे पछाडि डाइरेक्ट शुक्रबार। हामी बिहिबार गाई पानिदिने हो। के छ विचार? हामी बिहिबारलाई गाई पानिदिने हो। गाह्रो छ हामीलाई, गाह्रो छ। बिहिबार गाई भन्न गाह्रो छैन भने एक दिन गाई भन्नुपर्छ, कम गाह्रो छ। रमाइलो छ, एक्लै बसेर दारू खायो होइन। के अरे सबै छोडेर गइहाले। अच्छा, हमको सिखा रिया है। माइजूलाई छोड्नु भएन नि। पिनी त तपाईँ नि गाह्रो छ। भन्नुहोस्, काम त हामी सुरु गरिसकेको छौँ नि। खाना खाएपछि हाम्रो एक घन्टा काम हुन्छ होला। 1 घन्टामा त सक्न पर्यो। म त 3 दिन भयो नसुते। यार त्यो यार नसोचेको यो बिहान काम भयो नि, त्यो भएको त अलिक खाएको उसले खाएको होइन। त्यो निद्रा यस्तो लाग्यो आएँ उसले यार। गाह्रो छ। थ्याङ्क यू सो मच एभ्री वान। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो होइन, सबैजनालाई धन्यवाद भन्न चाहन्छु। र नयाँ हुनुहुन्छ भने मसँग जोडिँदै गर्नु होला। यस्तै त्यति राम्रो त होइन, आफूले जति सक्छु म त्यति भिडियो दिने प्रयास गर्नेछु।
अनि सबैजनालाई मिठो मिठो सम्झना। अर्को भिडियोसम्म मलाई चाहिँ टक्क छुट्टिन्छु है त। जय नेपाल। फेरि यो जय नेपाल भन्दै गर्दा अनिल दाईको सिको गरेछ भनेर चाहिँ नभन्नु होला होइन। कहिलेकाहीँ आउँछ आफै न है, त्यस्तो अरूको सिको गरेको भन्ने चाहिँ छैन है त। फेरि गाह्रो छ मलाई।